पर्यटन क्षेत्रमा आकर्षण बढ्दै जाँदा नयाँ सेवा सुविधा सहितको रिसोर्ट खुल्ने क्रम बढेको छ। यसै क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर 15 सखवानी गाउँमा डेलवा रिसोर्ट निर्माण भएको छ। थारू भाषामा डेलवा भनेको झुम्के ढकिया अर्थात् झुम्का राखिएको ढकिया हो र थारू संस्कृतिमा निकै महत्त्व छ डेलवाको। डेलवा रिसोर्टको अवधारणा 39 वर्षीय रामशंकर चौधरीले ल्याएका हुन्। 10 वर्षसम्म दुबई बसेर स्वदेश फिर्ता आई ग्रिल उद्योग सञ्चालन गर्दै आएका चौधरीले आफ्नै परिवार र आफन्तबाट लगानी गरी रिसोर्ट निर्माणको काम अघि बढाएका हुन्। भैरुवा बुटोल सडक खण्डको सखवानी चोकबाट करिब 500 मिटर पश्चिमतर्फ रिसोर्ट बनिरहेको छ। चारैतिर खजुरको रुख, प्रवेशद्वारबाटै देखिने गरी फाउन्टेन, त्यसको बीचमा डेलवा र डेलवा माथि शान्तिका प्रतीक बुद्ध भगवानको बालक हुँदाको स्वरूपको मूर्ति रहेको छ। माछा पोखरी भित्रै बनाइएको छ। पोखरीसँगै जोडेर आकर्षक रेस्टुरेन्ट, पोखरीको बीच भागमा विश्राम गर्न वा बसेर खानपान गर्न मिल्ने लबी बनाइएको छ। त्यही लबीबाट त्यहाँ आउने अतिथिहरूले बल्छी मार्फत पोखरीमा माछा मार्न सक्ने सुविधा पनि रहेको छ। रिसोर्टमा पार्टी प्यालेस पनि निर्माण छ। त्यहाँ 500 बढी मानिस अट्न सक्छन् र त्यहाँ प्रत्येक शुक्रबार थारू संस्कृति झल्कने कार्यक्रम देखाउने योजना रहेको चौधरीको भनाइ छ। शंकर चौधरी अनि हाल यो तिलोत्तमा नगरपालिका सखवानी गाउँमा डेलवा रिसोर्ट हामीले आफ्नो घर परिवार सबैजना मिलेर सञ्चालनमा अहिले बनाइरहेका छौँ र यो अबको 3-4 महिना पछाडि पूर्ण रूपमा सञ्चालनमा ल्याउने हाम्रो योजना छ। र यो यसमा हामीले पाउने सेवा सुविधा भनेको थारू संस्कृति हाम्रो लोप भइरहेको छ, यसलाई बचाउने हिसाबले र एउटा पर्यटक त्यसलाई चाहिँ विकास पर्यटनमा विकास गरौँ धारणा लिएर यो चाहिँ हामीले बनाएका हौँ। के सुविधा छ यहाँ? यहाँ हाम्रो बस्ने खाने र थारू के भन्छ हाम्रो यो थारू फुड भयो अनि थारू कल्चर डान्स भयो, त्यो सबैको झलक यहाँ पाउनुहुन्छ। अनि लगानी क्षेत्रफल के छ? यो हाम्रो आफ्नै प्रपर्टीमा भएको 34 कट्ठा यो जग्गाको क्षेत्रफल छ। अनि यहाँ चाहिँ हाम्रो बस्ने खाने व्यवस्था सबै हुनेछ। यस क्षेत्रमा पर्यटकहरू धेरै आउने सम्भावना छ। लुम्बिनी यसै क्षेत्रमा छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ, तर आन्तरिक र बाह्य पर्यटकहरूलाई थारू संस्कृति झल्कने खालको गतिविधि यहाँ केही छैन। त्यसैले डेलवा रिसोर्ट निर्माण गरी थारू संस्कृति झल्कने गतिविधि प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने हाम्रो उद्देश्य हो। चितवनको सौराहामा थारू संस्कृति र कार्यक्रम त्यहाँ पुग्ने पर्यटकहरूको लागि जति आकर्षण छ त्यस्तै यहाँ पनि बनाउने हो प्रबन्ध सञ्चालक समेत रहेका चौधरीले भन्नुभयो। भित्र पौडी पोखरी निर्माण हुनेछ। साथै 4 तले भवनमा 40 कोठा हुनेछन्। कम्तीमा 100 जना बास बस्न सक्नेछन्। त्यस्तै रिसोर्टको चारैतिर कम्पाउन्ड वालको भित्तामा थारू संस्कृति झल्कने चित्रकलाहरू पेन्ट गरिराख्ने, थारू संस्कृति र जीवनीमा आधारित सामग्रीहरू प्रदर्शन गरी मिनी थारू भिलेज जस्तै बनाइने चौधरीले बताउनुभयो। रिसोर्ट प्रवेश गर्ने पाहुनाहरूलाई थारू परम्परा अनुसार अन्नधिको भुजा, ढिकरी, आलुको चोखा, नुन र खुर्सानीले स्वागत गर्ने साथै रेस्टुरेन्टको मुख्य मेनुमा थारू परिकार सुरुमै राख्ने योजना छ। तरकारीहरू सबै अर्ग्यानिक प्रयोग गर्ने र त्यसका लागि 5 बिघा क्षेत्रफलमा तरकारी खेती सुरु भएको छ। त्यहाँ स्थानीय लोकल कुखुरा पालना गर्ने र अर्कै खेतमा काला नामक धान खेती भएको र पाहुनाले मेनु अनुसार काला नामक चामलको भात, स्थानीय लोकल कुखुरा माछाको सँगै थारू परिकारको स्वाद त्यहाँ पाउनेछन्। साथै अनधी चामलको भात त छँदैछ। रिसोर्टमा अहिले फुड ट्रायल एन्ड टेस्टका लागि रेस्टुरेन्ट सामान्य रूपमा भए पनि सञ्चालनमा आएको र अहिले कोभिडको कारणले काम रोकिए पनि सन् 2022 भित्र सबै काम सम्पन्न गरी सोही वर्ष पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको रिसोर्टका प्रबन्ध निर्देशक दीपक चौधरीले बताउनुभयो। 35 कट्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा अहिलेसम्म 7 करोड बढी खर्च भइसकेको छ भने सबै निर्माण सम्पन्न हुँदा करिब 24 करोड लागत पुग्ने अनुमान गरिएको छ।